एफिलिएट मार्केटिङ प्रोग्राम हजुरहरू पनि जोइन गर्नु। यस्तै सपिङहरू हजुरहरूले पनि गर्नुहोस् है त। हजुरहरूले तेमुको एफिलिएट मार्केटिङ प्रोग्राम जोइन गरेर कतिको अर्निङ गरिराख्नु भएको छ? यदि अझैसम्म पनि हजुरहरूलाई एफिलिएट मार्केटिङ प्रोग्राम सम्बन्धी थाहा छैन, यो के हो भन्ने लागिरहेको छ भने चाहिँ मेरो यो कोड तेमुको सर्च बारमा गएर एफिलिएट मार्केटिङ प्रोग्राम जोइन हुनु। अनि एज ए इन्फ्लुएन्सर हजुरहरूले काम गरेर क्यास विथड्र त छुट्टै छँदैछ, अनि यति धेरै क्रेडिटहरू आउँछ होइन। क्रेडिट ब्यालेन्सबाट मैले चाहिँ गरेको थोरै सपिङहरू हल गर्न गइरहेको छु। यो चाहिँ मैले टोटल्ली क्रेडिटबाट गरेको सपिङ हो होइन। मैले चाहिँ लिमिटेड अमाउन्टमा गरेको छु होइन। आफूलाई के आवश्यक छ त्यो गरेको छु। इट्स अल इट है। मैले चाहिँ अलरेडी खोलिसकेको छु होइन। यो जाडोमा हामीलाई अहिले जाडोको मौसम छ नि त, अनि हट वाटर ब्याग एकदमै नेसेसरी हुन्छ। यो हट वाटर ब्याग लिएको छु एउटा। अनि यो चाहिँ सर्ट्स हो रुममा बस्दा लाउने। अनि यो चाहिँ अर्को चाहिँ काममा जाँदा लाउने स्लिपर चाहिरहेको थियो, क्याजुअल स्लिपर हो, त्यो लिएको छु। चाहिँ यो अर्कै थोरै ठुलो भएछ, ठिकै छ। अनि नर्मल लिपस्टिक पनि चाहिरहेको थियो, त्यही भएर यस्तो लिएको। यो चाहिँ फोन केस हो, अर्को पनि फोन केसै छ। अनि अर्को चाहिँ यो चाहिँ किचनको एसेसरिज हो, त्यो फ्रुट्सहरूको भेजिटेबल्सहरूको पिलर हो यो होइन। अनि यो चाहिँ स्क्रिन प्रोटेक्टर हो, फोनको स्क्रिन प्रोटेक्टर हो। यति नै छ होइन। कामबाट आएर पनि एक्स्ट्रा अर्निङ हुन्छ योबाट। सो ग्र्याब दिस अपर्च्युनिटी। हजुरहरूलाई केही बुझ्नु भएन, हजुरहरूलाई केही कन्फ्युजन भयो भने प्लिज कमेन्ट डाउन एन्ड डाइरेक्ट इनबक्स, म चाहिँ हजुरहरूलाई हेल्प गर्छु है। सो स्टे ट्युन फर माई अपकमिङ भिडियोज टु। बाई बाई।